हेलो गाइज वेलकम टु आवर ब्लग। हामी चाहिँ घुम्न जाँदैछौँ है। गएकोमा होस्टेलमा बस्दा बस्दै अल्छी लगाएर हिँडेको हामी दुईजना चाहिँ। अब त साथी आज हामीले त मासिरबाट जानुपर्छ ल। हामी चाहिँ अब यतातिरै कहिले उता कहिले यता कता गयो कहाँ पुगिन्छ भनेर हेरेर हिँडिरहँ भाइ साथीहरू। के गर्नु 2 दिन बिदा थियो, यसो रमाइलो गर्न हिँडेको। हाम्रो त हामी दुईजना बाहेक यहाँ कोही पनि छैन। क्यामेराले हात छोपेलाई ए सरी अलि बानी भएको छैन नि त, बानी हुँदैछ बिस्तारै बिस्तारै। आज कता जान्छ साथी? तलतिर के यस्तै मान्छे हिँडेको जस्तो भएपछि रोड क्रस गर्नुपर्छ। यस्तो छ यहाँको भ्यू चाहिँ हेर्नुहोस् गाइजहरू। खतरा छ नि भ्यू त। 4 भनेपछि एउटा पनि छैन क्या, सफा क्या। यहाँ त मान्छेहरूले प्लास्टिक लगाएर आँची छोडेर हिँडिदिन्छ क्या। अस्ति हामीले राति आइरहेको थियौँ, एकजनाले त आफ्नो कुकुरको बुवाकै चोरिदियो क्या, के अरे प्लास्टिक लगाएर। घरहरू चाहिँ सेक्सी छ क्या। मलाई चाहिँ एकदम मनपर्छ यस्तो घर चाहिँ। हेर्नु न ल, भित्रै फुल राख्यो। 4 भनेपछि हेर्नु न एउटा होइन नि, आँखामा एलर्जी भएर तुलो घामको एलर्जी भएर औषधि लिएर आएको थिएँ। लास्टमा यहाँ आएपछि त केही छैन क्या आँखामा त। औषधि नै नहाली औषधि एक्सपायर होला जस्तो छ। यस्तो फुलहरू नि क्या खतरा खतरा छ। तर के गर्नु, हेर्नु मात्र हो, टिप्न पाइँदैन, छुन पनि पाइँदैन। बस्यो हेर्ने, हेऱ्यो टल्ल बस्यो, त्यति हो। के भने एक्सक्युज मी सुन्नुमासेन भने मलाई के गर्ने, हिँड्दाखेरि अब ब्लग बनाउँदाखेरि हात गल्छ, यताउति हेर्ने हुँदैन। त्यही भएर गाह्रो भएछ हेर न है। ल साथी तिमी एकछिन बनाऊ कस्तो हात गल्यो। मलाई त के बनियो, मलाई बोल्न लाज लाग्छ। सुरुमा हो बिस्तारै क्यारी गर्नु हुँदैन क्या। मलाई त्यस्तै हुन्छ क्या। अहिले चाहिँ अलिअलि भयो नि बोल्न आएको जस्तो भइरह। म समाइदिन्छु, बोल न। हुन्छ। हामी चाहिँ यस्तो घुम्न आइदियो है। अब यहाँ केही पाएँ अलिक माथिसम्म न राम्रो देखिन्छ कि भनेर केही पाइन्छ कि भनेर। हामीलाई चाहिँ एउटा चाबी राख्ने क्रिङ चाहिएको छ। चाबी चारवटा उस्तै हो, कुन चाबी कुन हो। एउटा दराज खोल्नलाई 1 घन्टा लाग्छ। त्यो भएर चाबीलाई किरिङ खोज्दै हिँडिरह। मेरो चाहिँ लुक्स देखाइदियो कस्तो देखाएर चाहिँ भनेर देखाइदेऊ न अलि राम्रोसँग। देखिन्छ मलाई, देखिन्छ ब्ल्याक व्हाइट। तिमीलाई नि सेक्सी देखिरह। हो मलाई देखाइदेऊ नि ब्याक क्यामेराबाट म हिँडेको। अगाडि यस्तो छ चिबाको के अरे माचुदोमा छौँ हामी। लाइट बल्बहरू चाहिँ यार, तर हामी त्यहाँ पुग्दासम्म त ग्रिन बल्छ। ग्रिन ल यसो साथीलाई समाउन दिएको हात गल्यो क्या। यस्तो समाउँदै काली त काली नै हो क्या। कस्तो काली देख्ने यार। ब्राउनभन्दा लिपस्टिक नै छैन लाउनलाई। यस्तो ठाउँ छ हामी चाहिँ घुम्न हिँडेको। घुम्न के त्यो होस्टेलको रुममा बस्दा झ्याउ लाग्ने के भक्क लाग्ने। कहाँ जाम टाउको दुख्ने। यहाँ चाहिँ अब हामी जान पाइँदैन है। यहाँ त रुल्स चाहिँ एकदम फलो गर्ने क्या। हाम्रो नेपाल जस्तो चाहिँ होइन। ल मान्छे हिँड्ने भयो ठ्याक्कै। यस्तो छ है स्कुटी। ट्राफिक रुल्स यहाँ फलो गर्नु परिरहेछ। नेपालमा त जे पाए त्यही हो नि।
यहाँ चाहिँ यदि चिसिक्क भयो भने कार्डहरू जाहेर कार्डहरू ल्याएको नि छ पर्समा कार्डहरू चाहिँ बोकेर हिँड्नुपर्ने रहेछ जाइरो कार्डहरू चाहिँ केही पऱ्यो भने चाहिँ यसो देखाउनु पर्ने यतातिर टाइम गएको पनि कति छिटो थाहै नहुने क्या एकैछिन रात पर्छ एकैछिन बिहान हुन्छ है खानासाना खायो यत्तिकै टाइम जाने 3 बजे नै उज्यालो हुन्छ 3 बजे नै उज्यालो हुन्छ राति चाहिँ कति टाइमको हुन्छ हौ यहाँ हिँड्ने हो र यतापट्टिसम्म भने छोपिन्छ यतापट्टि गर्दा गर्दै यो गऱ्यौँ भने गाह्रो हुन्छ कि हात गरेर अहिले हामी एउटा पसलमा छिरेपछि चाहिँ हजुर ल जोइन हुन्छ है अहिले चाहिँ राखिदिन्छु मैले हाम्रो सपिङको झोला देखाइदेऊ न साथी गाइजहरूलाई हामीले चाहिँ कति 316 17 18 19 20 21 22 रुपियाँको हो सपिङ त्यस्तै होला 322 रुपियाँको सपिङ गरेँ अनि एउटा के सपिङ गरेको अहिले देखाउनुपर्छ नि घर गएर फोटो राखेर 2 प्याकेट केरा अनि भेडी खुर्सानी भेडी खुर्सानीको चाहिँ 105 रुपियाँ साथीले यहाँ घर फर्काउनु लागिसकेको थियो हामी त फेरि हिँड्यौँ है किनलाई गाइजहरूले आलाई रुम जानै मन लाग्दैन साथी फेरि जाम जाम भन्छ लाइटले पुरै हुने रहेछ यहाँ चाहिँ देखाउनलाई नै फेरि सबै ठाउँमा भिडियो गर्न पाउँदैन है त्यो पसलहरूमा त गर्न पाउँदैन होला सबै जापानिज हुन्छ नि है बस्नु त पाइँदो रहेनछ साथी र म तरकारी लिने भनेर एकै ठाउँमा लाइन बसेको एउटा ट्रली लिएर मलाई त बाहिर पो निकाल्दिन एकजना मात्र पैसा तिर्नलाई बस्न मिल्ने रे गाह्रो छ यहाँ बुझ्नै त्यतिर उतापट्टि साइड पनि हिँड्नलाई फुलै फुल भएको यत्रो बिल्डिङ नि छ यो सबै काठको होला त अनि यहाँ यस्तो भुइँचो भूकम्प आउँछ अनि यस्तो बुढी मान्छे नि त हेर्नु यहाँ आफै हिँडिरहेको क्या है दिन्छ होला नि अब बेरोजगारी भत्ता त आउँछ अरे अनि आउँछ होला नि रामले खै थाहा भएन तर त्यस्तो भत्ता पनि आउँछ भन्छ हामीले चाहिँ थाहै छैन तर हामी पनि भोलि पर्सि भएन भने त त्यही भत्ता लिनु पर्ला जस्तो छ श्रीलङ्कनहरू पनि यहाँ टन्नै आउँदो रहेछन् है तर साथी आउन हिँडिरहेको छ छिटो नेपाली हाम्रो अहिले हामी अँध्रामा आउँथ्यौँ नि त अस्ति नै होइन अहिले विद्यालयमा आएर कन्फ्युज भएर छैन तर त्यो त्यतिखेरको सिन र अहिलेको सिनमा हल्का चेन्ज छ नि त त्यही भएर तिमीलाई त्यस्तो लागेको मात्र हो हेर्नु यत्रो बिटै काठको होला त यत्रो यो हल्लाउँदैन त साथी भूकम्प आउँदाखेरि अस्ति हामीलाई रुममा त क्या हल्लाइदिइरहेको थियो यत्रो छ क्या कस्तो राम्रो चाहिँ एकदम राम्रो सफा देखेर चाहिँ म हुने हुन्छ क्या हो नि भन न इम्प्रेस ल हेर नि हरियाली नि त्यत्तिकै छ हेल्थलाई पनि है ल हेर न शीतल हावा खानको लागि भ्यान्डिङ मेसिन
पढ्दाखेरि चाहिँ के हो भेन्डिङ मेसिन जस्तो भयो थियो। यहाँ आएर चाहिँ थाहा भयो असली भेन्डिङ मेसिन देख्यो। जिदो वान बाई के भन्थ्यो पढाएको थियो बुकमा। सबै काताकाना र कान्छीबाई केही लेखा छैन हेर न है। बढी युज हुने चाहिँ त्यही हो हिराकाना भन्दा नि काताकाना र खान्जी। बसहरू पनि चल्दो रहेछ यहाँ है। अझै देखाएको मैले बस चला चाहिँ न त पर्सनल आफ्नै त्यो म त देखिरहेको थिएँ। मैले अघि हामीले पार्लर पनि एउटा देखाएको थियो। एउटा कपाल काटेको त 7,000 भनेको साथी लिस्टमा 7,000 रे कपाल काटेको एउटा। यहाँ त कपाल काट्न पनि कलर होइन स्ट्रेट गरेको 18,000 स्ट्रेट गरेको 18,000 रे। हो यस्तै बस भने क्या मैले त्यहाँ जाने हामी चाहिँ यहाँ जाने हो भाइ। के लेखेको छ साथी त्यो सबसे माथि फुड स्टाइल रे। नजिक नजिक चाहिँ बस चल्ने होला है यस्तो। यहाँ साइकल हेर्नु न कति छ। साइकल कुदाउनु मन थियो मलाई तर त्यहाँ अहिले पसलमा चाहिँ मान्छे धेरै रहेनछन् भने तपाईँहरूलाई म देखाउँला। मान्छे धेरै हो भने चाहिँ अलि हुन्छ। खै त पिउ पिउ बज्यो होइन त ए बजेछ पिउ पिउ बज्छ क्या यहाँ रोड क्रस गर्न मान्छेलाई जान भन्नलाई चराको जस्तो पिउ पिउ। हामी चाहिँ यहाँ रुमको दराजको लागि चाबीको किरिङ खर्न आएको। किरिङै नभेटाएर फुल हेर्नु न यहाँ कस्तो खतरा। यस्तो फुल त कति देखेँ मैले जता। हाम्रोतिर जस्तो पानी फुलहरू त एउटा थियो मैले पारसमा देखेर एउटा येलो कलरको। यसरी मान्छे जाने बित्तिकै केही गर्नै पर्दैन क्या। आफै ढोका सुरु जान्छ अनि मान्छे भित्र इन्ट्री हानिदिने। एडहरू पनि यस्तो मजाले दिइरह। मेरो चाहिँ म चाहिँ यस्तो छु कस्तो काली देखा। लिफ्टमा चढेर यता जाने। साथी चाहिँ यहाँ छ म चाहिँ यहाँ छु लिफ्टमा सधैँ किरिङ हेर्न जानु पर्ने चाहिँ ऐना पनि देखिन्छ मलाई। कपाल राम्रो देख्दो रहेछ। यहाँबाट पनि फेरि अब लिफ्टमै जान्छ माने माथि। सेकेन्ड फ्लोरमा थर्ड माथि जाने हो। लुगाहरू पनि छ यहाँनिर चाहिँ रहेछ पुरै क्यान्टिन गर्दैन। फोटो फ्रेमहरू ल्याएन है फोटो ल्याएन नि। यहाँनिर नि के हो यो त होइन रहेछ किरिङ भन्दैन। यहाँ छ यी सिक्का पैसा राख्ने। यहाँ चाहिँ सिक्का पैसा राख्न भएन भने चाहिँ यहाँ गजबको पैसा राख्ने थैलो भेट्यो है गाइज। यहाँनिर चाहिँ
खोइ के हो त्यो यता आउनु यता पनि साथी यहाँ चाहिँ पाइन्टहरू पनि छ है साथीहरू ह्याटहरू क्युट लुगा हामी चाहिँ अब त्यही झोलाको किनमेल लिएर फर्किँदैछौँ यो झोलाको पनि 3 रुपियाँ अरे क्या झोला फ्रीमा छैन फेरि सामान किनेपछि नि झोला फ्रीमा छैन झोला किन्नु पर्ने यहाँ त सास फेरेको पनि पैसा लाग्छ स्माइल देऊ न साथी हेलो गाइज हामी चाहिँ यस्तो पार्कतिर आइदिएको है जा हुन लाग्यो अनि त्यही भएर दाजु र म पार्कतिर साथी र म पार्कतिर यसो है म झुला झुल्ने भनेको यहाँ आएर कस्तो फ्रेस हुन मलाई चाहिँ बच्चाहरू पो झुला झुलिरहेको छन् बच्चाको ठाउँमा बुढालाई झुल्न दिन्छन् त नि फेरि त्यहाँबाट जानु यहाँ मलाई अस्ति उसले कहाँको फुल टिप्यो यहाँ एउटा चाहिँ देखेँ है नेपाल जस्तो पास कि फेल ए पास कि फेल हेर्नु साथीहरू वा चिल्ली खेल लडिन्छ होला नि त साथीहरू म चाहिँ यहाँ चिप्लेटी खेल्छु है नि ए ठ्याक्क उयो बसिहाल्यो भने म खेल्छु ल लाउ न म खेल्छु म भिडियो बनाइदियो न यहीँ समाइदियो है ऐसे लड्यो है माया हेरबाट हेर लडेर रहन्छ यहाँ पर्दैन होइन ल भिडियो बनाइदियो न जाऊ खेल्ने फेरि किन त मैले त्यहाँ समातेर रहेछ नि नलडे ल समला दियो नि चाक्ने यस्तरी खेला हो साथी यहाँ तिमी म हेर्छु ल मलाई देखाइदेऊ न पार्कमा माग्नेलाई तातो भात त्यहाँ टेक न माथि खुट्टा हो अब हल्लियो अलि मजाले हल्लिउ न ल भयो अब झुला झुल्छु क्या झुला झुल्छु क्या